हाई गाइस, देख्न सक्नुहुन्छ आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर होइन। अनि आज चाहिँ हामी बिहानै उठेर रेडी भएको। यहाँ चाहिँ हामी कहाँ जाँदैछौँ भनेर तपाईँलाई एकछिनमा थाहा हुन्छ, हेर्दै जानुहोस् होला। एकदमै बिहानको अब अँध्यारोमै उठेर चाहिँ हामी गएको भाउजूको घरमा। भाउजू हामी जाने प्लान थियो। अनि नाना देख्न सक्नुहुन्छ, यहाँ चाहिँ नाना बसिराख्नु भएको छ। अनि टाइम चाहिँ देख्न सक्नुहुन्छ 4:56 भएको रहेछ होइन। त्योभन्दा अगाडि आएको थियो हामी। अनि फर्स्ट आउटफिट चाहिँ मलाई मन नपरेर सेकेन्ड चाहिँ अब हामी साडी लाउने भनेर चाहिँ सल्लाह गरेर हामीले साडी लगाएर रेडी भयो होइन। पछि चाहिँ भाउजू रेडी हुनुहुँदैछ। अनि यो चाहिँ हाम्रो कम्प्लिट लुक देख्न सक्नुहुन्छ। अन्त त्यहाँ चाहिँ मैले एकछिन नानालाई जिस्काएँ होइन। अन्त के भनेर अन्त कता जानुभएको यस्तो यस्तो भन्दै जिस्काउँदै थिएँ। अनि त्यहाँबाट चाहिँ हामी निस्केर चाहिँ सबैजना हामी भेला भयौँ। हामी 5जना थियौँ। अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अलरेडी मान्छेहरू अगाडि पनि हुनुहुन्थ्यो नि त। अन्त हामी चाहिँ एकछिन लेट भएको थिएँ। अन्त त्यहाँबाट आधी बाटोबाट हामीले जोइन गऱ्यौँ उहाँहरूलाई। अनि त्यहाँबाट चाहिँ हामी एकछिन बिसाएँ। अनि त्यहाँबाट चाहिँ हामीले पदयात्रा स्टार्ट भयो। यो चाहिँ तपाईँको ओद्लाबारीमा खाटुश्याम महाराजको मन्दिरको उद्घाटनको फर्स्ट दिन थियो। त्यही भएर चाहिँ हामी सबैजना एकदम उत्साहित भएर चाहिँ जाने भनेर हामी बिहानै उठेर चाहिँ रेडी भएर गएको होइन। देख्न सक्नुहुन्छ म, मेरो भाउजू अनि गाउँको मेरो दिदीहरू हुनुहुन्थ्यो। अनि त्यसमध्ये हामी चाहिँ बिचमा फेरि शिव भगवानको मन्दिरमा एकछिन बिसाउने सबैजना अनि चियापानीहरू पिउनु भयो होइन। हामी पनि त्यहाँ बसेको थियौँ एकछिन। अन्त त्यहाँबाट चाहिँ सबैजना निस्किसक्नु भएछ। अनि हामी चाहिँ लास्ट भएछ, हेर्नुहोस् न। त्यहाँदेखिको र पनि ठिकै छ, हामी 3जना फेरि भनेर निस्किने भनेर चाहिँ। अनि त्यहाँदेखिको फेरि बाटोमा निस्केर चाहिँ हामी चाहिँ त्यहाँबाट 3जना फेरि टोटो लिएर चाहिँ अघि बढ्यौँ होइन। अनि बिचमा पदयात्रा गर्दै फेरि टोटो गर्दै हामी चाहिँ अघि बढ्दैछौँ, देख्न सक्नुहुन्छ होइन। अझै एकजना अङ्कल पनि हुनुहुन्थ्यो लास्टमा, उहाँ पनि उतै जानुभएको भन्नुहुँदै थियो नि त। अन्त हामी सँगै गयौँ। अनि त्यहाँ चाहिँ फाइनली हामी यहाँ आइपुगेँ, देख्न सक्नुहुन्छ। एकदमै दामी पाराले, एकदमै भव्य पाराले चाहिँ डेकोरेसनहरू गरेको थियो होइन बाहिरबाट। हामी चाहिँ अब स्टार्टिङ अन्त देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामी पर्खिरहेको थियौँ उहाँहरूलाई पनि आउनुहुन्छ भनेर। तर उहाँहरू चाहिँ निकै पछि हुनुहुन्थ्यो, हामी चाहिँ अगाडि आइपुग्यौँ। अनि यहाँ चाहिँ अब फुलहरू एकदमै सजाइरहेको थियो। यो फुल चाहिँ अब चढ्दो रहेछ त्यहाँ होइन, देख्न सक्नुहुन्छ। हामी हेर्दा हेर्दै खाटुश्याम महाराजको यहाँ रथ पनि निकालिसक्यो होइन। अनि त्यहाँबाट चाहिँ हामी एकछिन दर्शन गरेर अनि त्यहाँ एकछिन पर्ख्यौँ होइन। त्यहाँदेखिको चाहिँ हामी भित्रपट्टि गयौँ। त्यहाँबाट भित्रबाट चाहिँ एकदमै देख्न सक्नुहुन्छ तयारीहरू चलिरहेको थियो। अहिले पनि मान्छेहरू कम्ती हुनुहुन्थ्यो त्यति बेला चाहिँ होइन। त्यहाँदेखिको हामी एकछिन घुमेँ यताउति, कता हो अब सामानहरू राख्ने, कता हो के हो भनेर। अनि त्यहाँबाट चाहिँ हामी भित्र पसेँ, देख्न सक्नुहुन्छ। एकदमै दामी डेकोरेसन, एकदमै कति मजाले सजाएको रहेछ होइन। फुलहरू पनि एकदमै दामी, अब देख्दा पनि एकदम राम्रो लाग्ने होइन। अब यो चाहिँ हामीलाई चाहिँ अब थाहा थिएन चाहिँ अब यस्तो मजाको बनिएको छ भनेर होइन। मन्दिर त मन्दिर भनेको थियो, बट यत्रो अब ठुलो मजाको भनेर चाहिँ हामीले चाहिँ सोचेको थिएन, देख्न सक्नुहुन्छ। एकदमै त्यो दिन चाहिँ हामीलाई धेरै मजा आयो होइन। साह्रो पनि पऱ्यो अब, तर मजा आयो होइन। भगवानको अब दर्शन गर्नु पायौँ हामीले। अनि त्यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ एकदम गेट रहेछ। अनि यहाँ चाहिँ द्वार रहेछ, यो खोलिने द्वार। त्यति बेला मान्छेहरू कोही आउनु भएको थिएन, कम्ती नै थियो। अन्त हामी चाहिँ एकछिन बिसाएको भनेर चाहिँ, गरम फेरि त्यो दिन एकदमै बेसी होइन। त्यही भएर पर्खिरहेको थिएँ। यहाँ देख्न सक्नुहुन्छ त्यहाँदेखिको चाहिँ एकदमै डरलाग्दो भिड भयो होइन। मान्छे चाहिँ यति बिघ्न देख्न सक्नुहुन्छ उहाँ द्वारदेखिको एकदमै हो भिड रहेछ। त्यहाँदेखिको चाहिँ दर्शन गरेँ हामीले, मजा आयो। त्यहाँदेखिको चाहिँ अन्त हामी लास्ट घर फर्क्यौँ। आजको दिन धेरै राम्रो लाग्यो है गाइस। थ्याङ्क यू फर वाचिङ।